नेपाल विविध जाति, भाषा र संस्कृतिको देश हो। यही विविधताभित्र अपाङ्गता भएका आदिवासी जनजातिहरू अझै पनि सामाजिक, आर्थिक र राजनीतिक रूपमा पछाडि पारिएका छन्। अधिकार भए पनि पहुँच छैन, आवाज भए पनि सुनुवाई छैन। यही यथार्थलाई बदल्ने उद्देश्यसहित नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ निडाले एभिलिस फाउन्डेसनको आर्थिक सहयोगमा अपाङ्गता भएका आदिवासी जनजातिहरूको सशक्तिकरणका लागि एक महत्त्वपूर्ण परियोजना सञ्चालन गर्यो। नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ भन्ने नामक संस्था स्थापित हुन पर्यो। आदिवासीभित्र अपाङ्गता भएका आदिवासी जनजातिहरूको छाता सङ्गठनको रूपमा भएका आदिवासी जनजातिको श्वेतपत्र 2050 जारी गरेका छौँ। यस परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका आदिवासी जनजातिहरूको संस्थागत विकास, क्षमता अभिवृद्धि र अधिकारको सुनिश्चितताका लागि आवाज बुलन्द गर्नु थियो। मैले यो कमिटी भएको घोषणा गर्दै र यो सम्पूर्ण आजको कार्यक्रम समापनको घोषणा गर्दै परियोजना अन्तर्गत मधेस प्रदेश नम्बर 1, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ अन्तर्गत अपाङ्गता भएका आदिवासी जनजातिहरूको प्रदेश स्तरीय समिति गठन गरियो। यसले उनीहरूलाई सङ्गठित गर्दै नेतृत्व विकास र सामूहिक आवास निर्माणको आधार तयार गर्यो। प्रोजेक्टको लागि पनि अप्लाई गर्नुहोस् भनेर इन्करेज गर्न सक्छौँ है। त्यो चाहिँ तपाईँहरू आफैमा डिपेन्ड हुन्छ। तपाईँहरूले संस्थालाई अझ बलियो बनाउने, अझ राम्रो स्थानमा लाने कि होइन, एउटा कार्यक्रम गरिसकिहाल्यो भनेर कार्यक्रम गर्यो। गठन भएका प्रदेश समितिहरूलाई संयुक्त राष्ट्रसङ्घीय अपाङ्गता अधिकार महासन्धि UNCRPD र दिगो विकास लक्ष्य SDG सम्बन्धी क्षमता विकास तालिम प्रदान गरियो। यस तालिमले अपाङ्गता भएका आदिवासी जनजातिहरूलाई आफ्ना अधिकार बुझ्न, माग गर्न र नीतिगत तहमा पैरवी गर्न सक्षम बनायो। र हामी निकायको तर्फबाट चाहिँ स्वागत पनि। अपाङ्गताको क्षेत्रमा कानुन आयो, अपाङ्गता सम्बन्धी ऐन 2074 आयो हो। त्यसको नियमावली 77 आयो, केही संशोधन पनि भयो, अझै संशोधन हुन खोजिरहेको छ। तर आदिवासी जनजातिको हक आएन। सकिन्छ कर्मचारी राखेर दैनिकी अथवा करारमा राखेर, सकिन्न भने कानुनले नियमले दिँदैन भने, सीमित व्यक्तिहरू छ भने त्यो कार्यक्रमको दिन धोमासेलाई भत्ता तयार त राख्न सकियो नि त। यतिभरि हाम्रो नगरले अवलोकन गर्ने भएको छ। धेरै पीडा अब भनौँ आफै पनि देखे भोगे र समग्रमा अब उपमहानगरपालिकाको उपप्रमुख हुँदाखेरि संविधानले जुन अपाङ्गता समन्वय जुन समिति छ, त्यो समितिमा अपाङ्गता भएका व्यक्तिहरू 4 जना हुनुहुन्छ। प्रदेश स्तरका अपाङ्गता भएका आदिवासी जनजातिहरूलाई अधिकारमुखी स्ववकालत पैरवी तालिम प्रदान गरियो। यसले उनीहरूलाई स्थानीय सरकार र सरोकारवाला निकायसँग प्रभावकारी संवाद र वकालत गर्न आत्मविश्वास दियो। सो र्यालीमा नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ निडाले अपाङ्गता भएका आदिवासी जनजातिको फरक पहिचानको माग गर्दै प्लेकार्ड प्रदर्शन गरिएका थिए। यो देशमा
गणतन्त्र आयो कि आएन भनेर हेर्नको लागि, बुझ्नको लागि, सुन्नको लागि र व्याख्या गर्नको लागि हाम्रो देशमा भएका 6.5 लाख जसलाई राज्यले अपाङ्गता भएका व्यक्तिहरू भनेको छ, उनीहरूको जीवन हेरे पुग्छ। यसका लागि पनि राज्यले आगामी दिनमा पहल गर्नुपर्छ भन्ने लाग्दछ। नेपाल आदिवासी जनजाति अपाङ्ग संघ कोशी प्रदेशको आयोजनामा झापाको शिव शताक्षी नगरपालिका 11 मा 34औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रूपमा मनाइएको छ। नेपाल आदिवासी जनजाति अपाङ्ग संघ कोशी प्रदेशको आयोजनामा झापाको शिव शताक्षी नगरपालिका 11 मा 34औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रूपमा मनाइएको छ। नेपाल आदिवासी जनजाति अपाङ्ग संघ कोशी प्रदेशको आयोजना आदिवासी जनजाति नेत्रहीन संघ झापाको सहकार्य तथा एबिलिस फाउन्डेसनको सहयोगमा विविध कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूको 34औं अन्तर्राष्ट्रिय दिवस मनाइएको हो। दर्शकबिन अहिले मिति 2082 मङ्सिर 17 गतेका दिन यहाँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस छ। डिसेम्बर 3 मा जसरी हरेक वर्ष मनाइन्छ त्यसरी नै यस वर्ष पनि अपाङ्गहरू आफ्नो अपाङ्गता दिवस मनाइरहेका छन् र आफ्नो हक अधिकार र्यालीका माध्यम मागिरहेका छन्। र वास्तवमा हेर्ने भने हाम्रो समाजमा अपाङ्ग भएको व्यक्तिहरूलाई हेला गर्ने लगायत विभिन्न तरिकाले देखा दिने घटनाहरू दिन प्रतिदिन हामी देख्दै आइरहेका छौँ। आफ्नो अधिकार संविधानमा लेखिएको त्योबाट हामी चाहिँ अवश्य वञ्चित भएको छौँ। हामी कुनै उपलब्धि गरेको आदिवासी जनजाति अपाङ्गता भएकाहरूले भोग्नु परेका कानुनी विभेद, संरचनागत हिंसा, निर्णय प्रक्रियामा सहभागिता नहुनु तथा आर्थिक, राजनीतिक र सांस्कृतिक भेदभावको चपेटामा परेको तथ्यमाथि जोड दिए। नेपाल आदिवासी जनजाति अपाङ्गता संघ लुम्बिनी प्रदेशको आयोजना तथा एल्भिस फाउन्डेसनको सहयोगमा रूपन्देहीको सैना महिनामा 34औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाइएको छ। आज जसरी यहाँ सहभागी भएका छौँ, हामी सबैजना र्यालीबाट आज यहाँसम्म आएका छौँ, मलाई लाग्छ हामी सबैजना चाहिँ एकदम खुसी छौँ। आज मलाई के खुसी लाग्यो भने के अरे यत्रो वर्षौं पछि हामी यो अपाङ्ग दिवस मनाउँछौँ होइन, तर यसरी अपाङ्गता भएका जनजाति भएका मान्छेहरू कहिले पनि यसरी जमघट हुन्थेन। परियोजनाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका आदिवासी जनजातिहरूको सशक्त सहभागिता सुनिश्चित गर्यो। यसले उनीहरूको पहिचान, योगदान र अधिकारलाई सार्वजनिक रूपमा उजागर गर्यो। यो सङ्घ संस्थामा काम गर्दै आएको मेरो चाहिँ 13-14 वर्ष चाहिँ भइसक्यो। मैले अहिलेसम्म यो दृष्टिबिनकै क्षेत्रमा काम गरिरहेकी छु। धन्यवाद। केएमसीमा 8औं सेमिस्टरको अहिले एक्जाम दिएर बसिरहेको छु। म चाहिँ पूर्ण दृष्टिबिन भएको व्यक्ति हो। इन्डिजिनियस डिसेबिलिटीहरूको कुरा चाहिँ कहीँ आएको छ र धेरै पटक तपाईँको सिआरपी कमिटीले त्यो कुराहरूमा चाहिँ अहिले चाहिँ म बीबीएस 4th इयर रनिङ भइरहेको छु। थ्याङ्क यू। हामी जति पनि हाम्रा आवाजहरू छन्, हाम्रा अधिकारहरू छन्, सबैजना हामी एकजुट एकरूपता भएर चाहिँ हाम्रा अधिकारका लागि हामी आवाज उठाउनेछौँ, एक आपसमा सहकार्य गर्नेछौँ। यस परियोजनाको परिणाम स्वरूप प्रदेश स्तरमा संगठित संरचना निर्माण भयो। अपाङ्गता भएका आदिवासी जनजातिहरूको क्षमता वृद्धि भयो। अधिकारप्रतिको चेतना र नेतृत्व विकास भयो। नीति निर्माण प्रक्रियामा सहभागिताको बाटो खुल्यो र सबैभन्दा महत्त्वपूर्ण उनीहरूको आवाज बलियो बन्यो। समावेशी समाज कुनै सपना होइन, सामूहिक प्रयासले सम्भव हुने यथार्थ हो। नेपाल आदिवासी जनजाति अपाङ्ग संघ अपाङ्गता भएका
आदिवासी जनजातिहरूको अधिकार, सम्मान र समानताको यात्रामा सधैँ प्रतिबद्ध रहनेछ।